ल साथीहरु, आज म तपाईहरुलाई पावर सकेट कसरी जोड्ने भन्ने बारेमा सिकाउँछु है त। सधैँ भन्ने बेलामा टेक्निसियन इलेक्ट्रिसियनहरु पाउँदैन, आफूले पनि नर्मल घरमा चेन्ज गर्न सकिन्छ। ल यसको लागि फर्स्टमा चाहिँ डीपी स्विच चाहिँ अफ हुनु पर्यो हैन। मेनमा फर्स्टमा चाहिँ डीपी स्विच एसपी चाहिँ अफ हुनु पर्यो फुल सेफ्टीका साथ। अनि हाम्रो यो पावर सकेटमा चाहिँ धेरै बटन अब कमजोर भएर या धेरै दाबेर एकदम भित्र छिरेको थियो, त्यसलाई चाहिँ निकालेर अब अर्को पावर सकेट चेन्ज गर्दैछ है त। यसको बारेमा बुझिहालौँ। फर्स्टमा यो पावर सकेटको माथिल्लो भागमा एउटा वायर, छोटो वायर लिएर अनि तलको लाइनमा दिनु पर्यो, लाइभमा ट्याक्क लगाएर। त्यहाँ पावर सकेट ब्रान्ड अनुसार फरक हुन्छ हैन। त्यसमै दिएको हुन्छ एल एन, लाइभ न्युट्रल भनेर दिएको हुन्छ। अब हामी यो जोडान गर्दैछौँ। यो चाहिँ हो हाम्रो लाइभ वायरलाई चाहिँ माथिल्लो स्विच बटनको माथिल्लो भागदेखि अनि यो लाइभको पावर सकेटको लाइभमा दिनु पर्यो। यो छ फर्स्टमा हामीले चेक गर्नु पर्यो, दुईटै एउटै कलरको वायर छ हैन। त्यसलाई चाहिँ थाहा पाउनु पर्यो कि न्युट्रल कुन लाइभ कुन भनेर, न्युट्रल लाइभ फेज कुन भनेर थाहा पाउनु पर्यो। त्यसको लागि हामी टेस्टर युज गर्छौँ। टेस्टरमा जुनमा बत्ती बल्यो त्यो चाहिँ लाइभ वायर हो हैन, जुनमा बलेन त्यो चाहिँ न्युट्रल। यसमा चाहिँ बलेन, यसमा बल्यो, माथिकोमा बलेन। यसको मतलब यो चाहिँ लाइभ वायर, यो चाहिँ न्युट्रल। यो लाइभ, यो न्युट्रल। अब हामी यसमा बुझ्नेछौँ हैन, लाइभ कुनमा न्युट्रल कुनमा भनेर। यो वाला लाइभ वायरलाई चाहिँ चप गरेर आएको यो छोटो तार आएको छ जुन, त्यसको तल्लो स्विचको तल्लो भागमा चाहिँ दिनु पर्यो। स्विच अन गर्दा चाहिँ त्यहाँदेखि कनेक्ट भएर त्यहाँ चाहिँ लाइन पुग्छ। सेफ्टी फर्स्ट, चप्पल जुत्ता या केही न केही लगाएर चाहिँ गर्नु पर्यो। प्लास बिना काम नगर्नु होला। बिना प्लासको हातले टच गर्ने कोसिस कम गर्नु। मैले अनलाइन काम गरिरहेको छु अहिले, डीपी चाहिँ अफ छैन, तर डीपी स्विच अफ गर्न एकदम जरुरी छ। सेफ्टी चाहिँ फर्स्टमा है, अरू चाहिँ छोडेर होइन। कुनै घरमा चाहिँ चप्पल लगाएर आयो भनेर भित्र चाहिँ जान दिँदैन, मतलब चप्पल चाहिँ बाहिर राखिदिनु भन्ने कुरा हुन्छ। भित्र लाउने चप्पल छ भने त्यो युज गर्नु होला, नत्र भने खाली खुट्टा काम गर्न लगाउँछ या गर्नुपर्छ भनेपछि त्यो एकदम त्यहाँदेखि टाढा भइहाल्नु। सधैँ एउटै हुँदैन, कहिले केही टच भइहाल्छ। कोरोना भाइरस जस्तो एकचोटि टच भयो भने दुबारा फेरि हुँदैन। त्यही भएर एकदम जरुरी छ चप्पल लाउन जरुरी छ या जुत्ता लाउन जरुरी छ। जतिसुकै नलेज होस् तपाईलाई, 10 वर्षको एक्सपिरियन्स किन नहोस्, तपाईले लाइनमा चाहिँ करेन्टको मामलामा चाहिँ अलिकति सुरक्षित हुनु नै राम्रो। हिलो चप्पलमा चाहिँ जेसुको काठमाडौँ चढ्नु पर्छ भने यो साइडमा फेज चाहिँ स्विचदेखि आएको बटनको तल लाइभ न्युट्रल त्यहाँ चिन्ह दिएको हुन्छ, यान लेखेको हुन्छ। यालमा लाइभ दिनु पर्यो, मतलब फेज दिनु पर्यो, यानमा न्युट्रल दिनु पर्यो। चेक गरेर पनि देखाइसक्यो हैन। चेक गरेर देखाउँदा चाहिँ टेस्टरमा जुन बत्ती बल्यो त्यो चाहिँ लाइभ हो, मतलब फेज हो। जुन बलेन त्यो चाहिँ न्युट्रल हो। कभर दिन हाल्दै प्याक भइसक्यो, चलाउनु पर्यो। तपाईले तत्काल मान्छे पाएन, टेक्निसियन इलेक्ट्रिसियनहरु आइदिएन। टाइम टु टाइम चाहियो हजुरलाई, कहिले चार्ज चाहियो, कहिले फ्रिज बन्द भइरहन्छ, कहिले मोटर चालु गर्ने टाइम भइरहन्न, आउन टाइम लाग्छ, मान्छे आउन या त केही लाग्छ, जे पनि हुन्छ बाटोमा। त्यसको लागि आफैले पनि चेन्ज गर्न सक्नुहुन्छ। गडबड भएको भएको लाइन मात्रै आउँछ। यस्तै वायरिङ प्लम्बिङ सम्बन्धी ज्ञानका लागि तपाईले